नमस्कार। आज पनि मैले सानो प्रयास गर्न जाँदैछु। सुनेर कृपया साथ दिनुहोला। मेरो सानो प्रयासमा हजुरको प्रतिक्रियाको अपेक्षा राख्दछु। आज म सबै मानिसहरूको भोगाई र मेरो पनि व्यक्तिगत भोगाईको बारेमा केही भन्न जाँदैछु। टुट्नु सकिनु होइन, टुट्नु फेरि उठ्नु पनि हो। नयाँ जीवनको सुरुवात गर्नु पनि हो। यो सबैको जीवनमा हुन्छ। हजुरहरूको जीवनको भोगाई र टुटाइको यस्तै स्टोरी छन् भने कृपया हामीलाई सेयर पनि गर्नुहोला। हामी एकअर्काका प्रेरणा बनाऊ। ल है त, म सुरु गर्छु। टुट्नु र फेरि उठ्नु। मेरो विचारमा यो भनाइ आजको दिनमा सबैभन्दा ठुलो सत्य हो। टुटेर नै जीवनमा धेरै कुरा सिकिन्छ। टुटेर नै जीवनमा धेरै सफल भइन्छ पनि। हामी सबैको जीवनमा कुनै न कुनै रूपमा, कुनै न कुनै मोडमा हामीले टुट्ने अनुभव गर्छौँ। चाहे त्यो सम्बन्धमा होस्, सपनामा होस्, आत्मविश्वासमा किन नहोस्। त्यो पल हामीलाई सबै कुरा समाप्त भए झैँ लाग्छ। पुरै अँध्यारोले ढाके चाहिँ अनुभव हुन्छ। तर याद गर्नुहोस्, जमिनमा बिउ पनि नटुटी नयाँ बिरुवा बन्न सक्दैन। माटोमा मिसिएर भत्किएर मात्रै त्यो बिउले नयाँ जीवन पाउँछ। जब हामी भित्रै टुट्छौँ, तब पुरानो डर, हामीमा भएको कमजोरीहरू हाम्रो दिमाग, हाम्रो धारणामा भत्किन थाल्छन्। त्यो नै हाम्रो लागि मौका हो र हाम्रो नयाँ जीवनको सुरुवात पनि हो। टुट्नु मेरो विचारमा हाम्रो जीवनको रिसेट बटन पनि हो, जसले हामीलाई फेरि शून्यबाट सुरुवात गर्न र अझै बलियो रूपमा उठ्न र पहिले भन्दा अझै चम्किलो बन्न सहयोग पुर्याउँछ। जब हामी भित्रै टुट्छौँ, तब पुराना डर, कमजोरीले गर्दा आँसु झर्छन्। यसरी आँसु झर्छन् भने झर्न दिनुहोस्। हजुरहरूलाई दुखाइ महसुस हुन्छ भने हुन दिनुहोस्। तर त्यो दुखाइ होइन, त्यो दुखाइलाई आत्मविश्वास बनाउनुहोस्, शक्ति बनाउनुहोस्। आफूलाई कमजोर नबनाउनुहोस्। टुटिसकेपछि नै हामीले थाहा पाउँछौँ कि हामी कति साहसी र लचिला छौँ भन्ने कुरा। यदि तपाईँ अहिले पनि कुनै कठिन अवस्थामा गुज्रिरहनु भएको छ भने यो सम्झनुस्, यो कुरा सधैँ सम्झनुस्,
तपाईँको यो अन्त्य होइन, यो तपाईँको पुनर्जन्मको तयारी हो। अगाडि बढ्नुहोस्। तपाईँहरूमध्ये कसैले यस्तो टुट्ने अनुभव गर्नुभएको छ भने तपाईँहरूमध्ये कसैले यस्तो टुट्ने पललाई आफ्नो जीवनको उत्तम सुरुवात बनाउनु भएको छ भने कृपया आफ्नो अनुभव सेयर गर्नुहोस्। हामी एकअर्काका प्रेरणा बन्न सक्छौँ। नमस्कार।